र अहिलेको यो पदस्थापन समारोह मुलुकको प्रमुख दोस्रो व्यक्तित्व उपराष्ट्रपतिज्यूबाट गर्न पाउँदा हामी सबै उत्साहित भएका छौँ, खुसी लागेको छ। र निश्चय पनि आज 601 सांसद सभासद हुँदा हुँदै पनि यत्रो ठुलो बोझ देशले जनताले असह्य भएर भोग्दा बोके पनि प्राय 601 सभासदहरू आज एकले अर्काले गाली गलौज गर्दै, एकले अर्काले दोषारोपण गर्दै मुलुकमा संविधान विहीन बनाउने अवस्थामा पुगिसकेका छन्। ठुला पार्टीका नेताले भन्न थालेपछि अब संविधान त बन्दैन, तर पनि उहाँहरूलाई एउटा नानीदेखि लागेको बानी के छ भने मिचेर खाने हो, फेरि पनि हामी मिच्दा पाउँछौँ भन्ने आत्मविश्वास चाहिँ देख्छु म। तर यो सधैँभरिको गलमिचाइ आत्मविश्वास यो मिचाइ हुन्छ जनतामाथि थिचोमिचो गर्ने, त्यो प्रवृत्तिको जबसम्म अन्त्य हुँदैन तबसम्म यो देशको तरक्की विकास हुन सक्दैन। र उहाँहरूको बिचमा सहमति पनि भइरहेको गप्पे उसमा मिडियाको अगाडि आउँदाको उहाँले भन्नुहुन्छ किन संविधान के म्याद थप्दै भन्छन्, किन नथप्दै भन्छन्। बहस अहिले चलिसकेको छ। संविधान बनाउने त बहस त अब अन्त भइसक्यो, संविधानमा के लेख्ने भन्ने कुराको बहसको अन्त भइसक्यो। त्यसैले हामीले यो सचेतकको भूमिका निर्वाह गर्नुको निमित्त अब यो सङ्घारमा पुगेको संविधान निर्माणको ढिलाइ र खास गरिकन शान्ति प्रक्रिया त्यो 10 वर्षको द्वन्द्व निरूपण गर्न स्वर्गीय गिरिजाप्रसाद कोइरालाले सुरु गर्नुभएको भन्छन्। र जसले सुरु गरेको भए तापनि यो द्वन्द्व निरूपण भइसकेको छैन। द्वन्द्वले गर्वमै बोकेर हिँडिरहेका छन्। त्यो द्वन्द्वलाई विस्फोट हुन मात्रै रोकिएको हो, चाहे गिरिजाबाबुले होस्, चाहे प्रचण्डजीले होस्, चाहे अरू कुनै बाबुले भने पनि त्यो द्वन्द्व निरूपण भइसकेको छैन। त्यो द्वन्द्व निरूपण हुने निश्चित समय अवधिर लक्ष्य पनि छैन। त्यसैले यो निरूपणको निमित्त नेपाली जनताले नहेप्नको निमित्त नेपाली जनता पनि त्यो सचेत, जागरुक र अग्रगामी सोचका छन्। त्यसकारण तपाईँहरू 601 जनाले मात्रै यो देश देख्छ, तपाईँहरूले मात्रै बोकेको छ भन्ने कुरा यो गलत हो। र 3 ठुला पार्टीले मात्रै जे गर्यो त्यो हुन्छ भन्ने कुरा गलत हो। मानिसको विवेक हुन्छ, त्यो विवेकमा तपाईँहरूले सन्तुष्टि दिन सक्नुपर्छ। यदि तपाईँहरू सन्तुष्टि दिन सक्नुहुन्न त निश्चित रूपमा तपाईँहरूले बलविजय गरेर संविधान बनाउनुहोस्, कानुन बनाउनुहोस्, पुलिसको डन्डा लगाएर बनाउनुहोस्, तर त्यो टिकाउ हुँदैन। हाम्रै मुलुकको इतिहास साक्षी छ। बडे बडे शक्तिशाली मान्छेहरू, बडे बडे संस्थाहरू, ठुल्ठुला संस्थाहरू आज धराशयी बसेका छन्। त्यो के भने एउटै कुराको कमी, त्यो विवेकको प्रयोग। न्याय, थिचोमिचो, शोषणको अन्त्य, जुन किसिमको एउटा जनताले खोजेका परिवर्तन छ, जनताको आकांक्षा छ, त्यो मूलभूत कुराहरूमा सम्बोधन गर्न नसक्दाखेरि आज ती संस्थाहरू उडिसकेका छन्। हामीले स्पष्ट शब्दमा भन्यो भने राष्ट्र संस्था उडिसकेको छ। राष्ट्र संस्था जस्तो 240 वर्षदेखि चलिआएको संस्था उडाउन नेपाली जनता उद्यत भए, सफल भयो भने यो 601 उडाउनुले त केही पनि ठुलो कुरा छैन। त्यो 601 लाई नेपाली जनताले प्रत्येकले आफ्नो त्यो घटोकामा बन्दी बनाएर राख्न सक्छ। त्यसैले अब संविधान बनाउने होइन, संविधान बनाउनको लागि म्याद थप्ने उहाँहरूको कसरत छ। त्यो कसरतमा मेरो एउटा सानो सुझाव के निवेदन गर्न चाहन्छु भने यो 601 सभासद देशलाई ठुलो बोझ भएको छ। त्यसको सम्मान, त्यसको भत्ता, त्यसको सुविधा, त्यसको सुरक्षा सब गर्दाखेरि अर्बौं रुपियाँ देशमाथि खर्च भइरहेको छ। अब संविधान बनाउनुपर्छ र तपाईँहरूले संविधान बनाउन पाइँदैन, यो संविधानको निरूपण गर्न पाइँदैन, संविधान हुँदै हुँदैन भन्ने कुरा हामीले भन्न मिल्दैन। तर त्यसको पनि एउटा तार्किक निष्कर्ष हुनुपर्छ। त्यो 601 को जम्बो सभासदहरूलाई तपाईँहरूले विदा गर्नुपर्छ। 25वटा पार्टी मिलेर एउटा कार्यक्रम के गर्न सक्नुपर्दछ भने अब यो 601 को सट्टा बढीमा 101 नभए 75 जनाको एउटा त्यसलाई के कार्यदल बनोस्, त्यसले संविधान निर्माता बनोस्, त्यसलाई एउटा संविधान ड्राफ्टिङ कमिटी बनोस्। एउटा 75 देखि 101 जनासम्मको छुट्याउने, त्यो 25वटा पार्टीको जसको एक सिट मात्रै छ त्यो स्वतः रहने र ठुला पार्टीहरूले आफ्नो जितेको अहिलेको हालको सिटबाट 12-13% को दरले आफ्नो प्रतिनिधि राखेर 101 जनाको चाहिँ बढीमा नभए 75 जनाको राखेर 3 महिनाभित्र संविधान निर्माण गर्ने, संविधानमै किटानी गर्ने। यदि 3 महिनाभित्र संविधान निर्माण गर्न सकिएन भने उहाँहरू यस देशको संविधान लेख्न मात्रै होइन, यस देशको राजनीतिमा पनि अयोग्य हुनेछ भनेर त्यो संविधानमै लेख्नुपर्छ।
त्यस्तो भयो भने जनताले म्याद थपेको स्वीकार गर्ला। होइन 6 महिना फेरि 6 महिना फेरि 6 महिना अर्को 6 महिना थप्दै उहाँ कहाँ भनेको त यस्तो सेमिनार त 2 वर्ष लाग्छ 10 वर्ष लाग्छ नेपालमा छिटो हो। अब अहिले भन्दा यो त 2 वर्ष काफी समय छ हामीसँग त्यो। उहाँले गमथान गर्दा गर्दै अहिले चाहिँ मुलुकमा संविधान नभएको अवस्था छ र जहाँसम्म मूल कुराहरू छन् त्यो अन्तरिमी संविधानलाई लिएर जनतामा गएर संविधान सभाको निर्वाचन भए अनुसार यो संविधान अन्तरिमी संविधान एक प्रकारले जनताबाट अनुमोदित भइसकेको छ र त्यो अनुमोदित भइसकेको संविधानलाई त्यसमा लिएका मूल मुद्दाहरू गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता जस्ता कुराहरूमा पार्टीहरू भाग्न पाउँदैन। र पार्टीहरूले आफूलाई प्रतिबद्ध, नैतिकवान, आचरण शुद्ध र जनताप्रति गरेको कबुललाई साक्षी राखेर आगामी दिनमा पार्टीहरू सशक्त भएर इमानदार भएर सबै कुरा छोडेर उहाँहरूले संविधान निर्माण गर्ने कार्यमा सहयोग पुर्याउनेछ भन्ने विश्वास गरेको छु। त्यसैको लागि हामीले ठुला पार्टीहरूको नेताहरूले यहाँ आफ्नो प्रतिबद्धता यो मिडिया मार्फत, आजको संस्था मार्फत फेरि देशवासीको अगाडि राख्नुका लागि आमन्त्रण गरेको छौँ। र अब यसपछि अन्तर्क्रिया कार्यक्रम सुरु हुनेछ र त्यसको लागि उद्घोषिकाले आफ्नो कार्यक्रम सञ्चालन गर्छन् र तपाईँहरूलाई म यहाँ आएर यतिको समयसम्म धैर्यको साथ बस्नुभएकोमा धन्यवाद ज्ञापन गर्न चाहन्छु र तपाईँहरूले यो अन्तिम कार्यक्रमसम्म बस्न आग्रह गर्दछु। धन्यवाद। यस कार्यक्रमको